हेलो एभ्रिवान एन्ड नमस्ते, दिस इज सुशान्त दिस साइड र आजको हाम्रो भिडियो चाहिँ युएस भिजा इन्टरभ्यूको कम्प्लिट रोडम्यापको बारेमा हुने गइरहेको छ। र यो भिडियोमा चाहिँ मैले के प्रोसेसहरू छ, कसरी एन्सरहरू बनाउने, कसरी कन्फिडेन्स बिल्ड गर्ने हैन, तपाईहरुसँग जिरो प्रिपरेसन छ, अहिलेसम्म केही सुरु गर्नुभएको छैन, सो देयर नथिङ टु वरी। म यो भिडियोमा चाहिँ कसरी आफूले बेस स्ट्रङ गर्दै जाने र कसरी आफ्नो चान्सेस हाई गर्ने त्यो भिजा पाउनलाई, त्यो यो बारेमा सबै मैले यो भिडियोमा बनाएको छ। एउटा स्टेप मैले कभर गरेको छ। सो यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। जम्प इन्टु माई कम्प्युटर स्क्रिन। यहाँ चाहिँ मैले सबै अब तपाईहरुलाई बुझाउनु नै पर्ने हुन्छ। सो let's jump into my computer screen. So here we are at my computer screen. This video is going to be complete roadmap to crack your interview from scratch. है तपाईले केही पढ्नु भएको छैन, अहिलेसम्म केही प्रिपेयर स्टार्ट गर्नु भएको छैन हैन, अहिलेसम्म केही हेर्नु भएको छैन भने डोन्ट वरी, आई एम हियर टु हेल्प यु आउट हैन। र आज म एकदमै इम्पोर्टेन्ट पोइन्टहरु भन्न गइरहेको छु यो भिडियोमा। सो यो भिडियोलाई लास्टसम्म हेर्दिनु होला र नडराउनु हैन, डोन्ट गेट स्ट्रेस्ड हैन, डराउनु पर्ने अहिले केही छैन, तपाईहरुसँग टाइम छ, यु विल म्यानेज सबै कुराहरु। मैले पनि मेरो प्रिपरेसन 21 डेज अगाडि स्टार्ट गरे इन्टरभ्यूको, र त्यतिखेर मैले जिरो प्रिपरेसन, कोही पनि थिएन गाइड गर्ने, र धेरै प्रेसरहरुसँग मैले यो प्रिपरेसन मेरो स्टार्ट गरे हो, मेरो यो जर्नी प्रिपरेसनको जे पनि थियो। अनि आई वाज अल अलोन एट दैट टाइम। This roadmap will help you to start from zero, from scratch to fully prepared. This will help you to be fully prepared for a visa interview. So you video la last sama herdinu होला. Let's begin. This is the very first step, which is change your mindset. So यसमा चाहिँ के भन्छ भन्दाखेरि तपाई अहिले लकले साथ दिन्छ र मेरो भिजा लाग्छ त्यस्तो भरमा हुनुहुन्छ, वा सोच्नुहुन्छ कि सब लकेको भरमा हो, भिजा इन्टरभ्यूहरु जे नि हुन्छ सब लकको भरमा हो, फल्नाको भिजा लाग्यो लकले गर्दा उले के प्रिपेयर गरेको थिएन, यस्तो सोचमा हुनुहुन्छ भने प्लिज त्यहाँबाट चाहिँ निस्किनु क्या। त्यो सोच चाहिँ नराख्नु हैन, कम्प्लिटली त्यो सोचबाट निस्किनु। किनभने लकको भरमा केही पनि हुँदैन क्या, अलिकति हार्डवर्क गर्नु नै पर्छ। आई डु बिलिभ लकले काम गर्छ, तर कम्प्लिटली लक होइन क्या। तपाईले एउटा कुरा चाहिँ के याद राख्नु भन्दाखेरि तपाईले यहाँ ग्याम्बलिङ गरिराख्नुहुन्न क्या, तपाईले जुवा खेलिराख्नुहुन्न यहाँ, जुन तपाई लकको भरमा बस्नुहुन्छ हैन। जुवामा बरु अलिअलि लक 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 गर्दा हुन्छ, वा जुवामै लक गर्दा हुन्छ। यो तपाईको इन्टरभ्यू चाहिँ जुवा होइन, ग्याम्बलिङ गरिराख्नुहुन्न यहाँ। सो डोन्ट कम्प्लिटली डिपेन्ड अन योर लक। अर्को कुरा चाहिँ के भन्छु भन्दाखेरि यु हेभ अलरेडी स्पेन्ट 1 to 1.5 लाख टु रिच दिस स्टेज क्या। तपाईले यहाँ अहिलेसम्म 1 देखि 1.5 लाख रुपीज स्पेन्ड गरिसक्नु भएको छ यो स्टेजसम्म पुग्नलाई। कसरी भन्दाखेरि सेभिस फी हैन तपाईको 50k, त्यसपछि तपाईको एमआरबी फी 25k, त्यसपछि तपाईको काठमाडौँ आउने जाने खर्च कति हो जोड्नु, प्लस तपाई अब कति जन त कन्सल्टेन्सीबाट गरे हुन्छ, त्यहाँ पनि 10, 15, 20 हजार लिन्छन् होला, त्यो पनि जोड्नु। सब गर्दा गर्दै 1.5 लाख रुपैयाँ पुग्छ क्या। हार्डवर्क गरौँ भनेर र अहिलेसम्म प्रिपरेसन स्टार्ट गर्नुभएको छैन, एकचोटि सोच्नु तपाईँ कुन स्टेजमा हुनुहुन्छ। यतिसम्म पुगिसक्दा पनि अलिकति अब सोच विचार गरेर बस्नुपर्छ। अनि आफ्नो लागि नगरे पनि डु इट फर यर प्यारेन्ट्स क्या। तपाईलाई बाहिर जाने सपना जुन देख्नु भएको छ त्यो प्यारेन्ट्सले ल त जा त फुलफिल गर आफ्नो सपना, यहाँसम्म पुर्याइदिनु पनि एकदमै ठुलो कुरा हो क्या उहाँहरूले हैन। कतिले योसम्म पनि अपर्च्युनिटी पाउँदैन। कति चाहिँ हार्डवर्क गर्नु यतिखेर हैन। तपाईले 2 देखि 3 मिनेट मात्र बोल्नु पर्ने हुन्छ। सो 2 देखि 3 मिनेट एकदमै मजाले बोल्दिनु, द्याट विल चेन्ज योर लाइफ इन्टायर। डु इट फर योरसेल्फ, डु इट फर योर प्यारेन्ट्स, डु इट फर द सेक्रिफाइसेस दे हेभ मेड फर यु। सो अलिकति त्यसको बारेमा सोच्नु हैन र फोकस गर्नु हो, चेन्ज योर माइन्डसेट कम्प्लिटली क्या। जुन आफ्नो माइन्डसेट छ त्यो चेन्ज गर्नु। सो लेट्स जम्प इन्टु अनदर पोइन्ट, हाउ टु बिल्ड कन्फिडेन्स है। नट ओन्ली कन्फिडेन्स, रियल कन्फिडेन्स। जुन इन्टरभ्यूको 1 दिन अगाडि जुन हामी, वा इन्टरभ्यूको बेला जुन हामी प्रायः जस्तोले फेक कन्फिडेन्स देखाउँछ नि, एकदमै म कन्फिडेन्ट छु भनेर, त्यो होइन क्या। सुरुदेखि नै रियल कन्फिडेन्स कसरी बिल्ड गर्ने त्यो यहाँ छ। सो लेट मी टेल यु समथिङ, कन्फिडेन्स कम फ्रम अ प्लेस अफ नलेज। म तपाईलाई यहाँ एउटा स्क्रिनसट राखिदिन्छु। त्यो स्क्रिनसट चाहिँ मेरो इन्टरभ्यूको बेलाको थियो। मैले एउटा दाइलाई भनेको थिएँ, दाइ ग्रुपमै सोधेको थिएँ, दाइ म एकदमै अन्डर कन्फिडेन्ट फिल गरिरहेको छु, म के गर्नु। त्यो दाइले त्यहाँबाट टेक्स्ट गर्नुभयो, त्यो टेक्स्ट मैले यहाँ राखिदिँदैछु। त्यसको फर्स्ट लाइन पढ्नु होला, जसमा लेखेको छ कन्फिडेन्स कम फ्रम अ प्लेस अफ नलेज हैन। त्यो पोइन्टलाई एकदमै मजाले सोच्नु। तपाईसँग नलेज छ, अब
र तपाईँ कन्फिडेन्ट फिल गर्नुहुन्छ, तपाईँसँग नलेज छैन, त्यही भएर तपाईँ डराइराख्नुहुन्छ, त्यही भएर तपाईँ नर्भस हुनुहुन्छ। सो द्याट गाई रियली हेल्प मी अ लट क्या, द्याट पोइन्ट रियली हेल्प मी अ लट। त्यतिखेर चाहिँ के रियलाइज भयो भन्दाखेरि आई वाज स्केयर्ड नट बिकज आई वाजन्ट क्यापेबल बट बिकज आई वाजन्ट प्रिपेयर्ड। म त्यतिखेर प्रिपेयर्ड थिइनँ, म क्यापेबल थिइनँ भनेर मलाई डर लागेको होइन, म प्रिपेयर्ड थिइनँ भनेर मलाई डर लाग्यो हो क्या। सो तपाईँ क्यापेबल हुनुहुन्छ, द प्रब्लम इज तपाईँ प्रिपेयर्ड हुनुहुन्न। सो प्रिपेयर गर्नु। अब हियर यु हेभ टाइम, तपाईँसँग 10 दिन 15 दिनै छ, 20 दिन छ भने पनि तपाईँसँग टाइम छ क्या अहिले पनि सबै सुरुदेखि सुरु गर्नलाई। सो युज द्याट टाइम क्या, डोन्ट वेस्ट योर टाइम। each hour counts क्या, यहाँ each hour counts. So you can't expect to feel confident if you know nothing about your major, your university or why you choose this part. तपाईँलाई आफ्नो मेजरको बारेमा केही थाहा छैन होइन, तपाईँलाई आफ्नो युनिको बारेमा केही थाहा छैन, तपाईँलाई आफ्नो किन यो चुज गर्नुभयो तपाईँलाई उसको बारेमा केही थाहा छैन भने तपाईँ एक्सपेक्ट पनि नगर्नु कि तपाईँले कन्फिडेन्ट फिल गर्नुहुन्छ। तपाईँलाई पहिला यसको बारेमा थाहा हुनु पऱ्यो, यसको बारेमा थाहा पाउनु पऱ्यो, यसको बारेमा थाहा पाउनु पऱ्यो होइन, अनि तपाईँ अटोमेटिकली कन्फिडेन्ट फिल गर्नुहुन्छ। सो यसको बारेमा कसरी थाहा पाउने, के गर्ने, त्यो सबै मैले यो भिडियोमा लेखिदिएको छु होइन। रोडम्यापमा यो सबै छ, यो लास्टसम्म हेर्नु होला है। अनि त्यसपछि अझै एउटा पोइन्ट चाहिँ, लास्ट एउटा पोइन्ट के भन्छु भन्दाखेरि यही एउटा कुरामा, त्यहाँ हामी सपोज गरौँ दुईजना केटाकेटी छन् है, एउटाको नाम राम अर्कोको नाम सीता होइन। अनि रामले चाहिँ के गर्यो भन्दाखेरि आफ्नो इन्टरभ्यूको 1 मन्थ अगाडिदेखि नै पुरै प्रिपेयर गरेको छ पुरै होइन, उसले सबै क्वेसनहरू एकदम सबै भइसक्यो, मेजरहरू सबै। सीताले के गर्यो भन्दाखेरि केही पढाए नै थिएन क्या, अलिअलि माथिबाट सर्फेसबाट अलिअलि जति हेऱ्यो, त्यसपछि उसले केही प्रिपेयर गरेको छैन क्या। अब भोलि इन्टरभ्यू छ है, भोलि उसको इन्टरभ्यू छ, अनि इन्टरभ्यू दिन चाहिँ जानेको राम जाने कि सीता जाने? अभियसली राम जाने। किनभने रामले प्रिपेयर गरेको छ, रामलाई सबै क्वेसनहरू ट्याकल गर्न सक्छु भनेर कन्फिडेन्ट छ। सीता डराउँछ क्या त्यहाँ, किनभने सीताले पढेन, सीताले टाइम वेस्ट गर्यो। सो डोन्ट डु द्याट मिस्टेक। मैले यो गरेको थिएँ, 2 महिना मैले टाइम वेस्ट गरेको थिएँ, त्यसपछि लास्टको 21 दिन 20 दिनपछि मैले पढ्न थालेँ हो। मैले जे मिस्टेक गरेँ त्यो मिस्टेक नदोहोऱ्याउनु, अगाडिदेखि पढ्नु, एकदमै अझै कन्फिडेन्ट फिल गर्नुहुन्छ। सो यति थियो कन्फिडेन्सको कुरामा, कसरी रियल कन्फिडेन्ट बिल्ड गर्ने होइन। त्यो स्क्रिनसटको बारेमा एकचोटि सोच्नु, पढ्नु होइन, अनि आफ्नो प्यारेन्ट्सको लागि गर्नु, आफ्नो लागि नगरे पनि। लेट्स जम्प इन्टु द पोइन्ट नम्बर 3, हाउ टु बिगिन युर प्रिपेरेसन। सो पोइन्ट नम्बर 3 इज अल अबाउट हाउ टु बिगिन युर प्रिपेरेसन है। सुरुमा चाहिँ के भन्छु भन्दाखेरि गेट अ मिरर, आफ्नो रुममा एउटा मिरर चाहिँ राख्नु, इट्स मोस्ट इम्पोर्टेन्ट है। तपाईँले त्यही मिररको अगाडि अब प्र्याक्टिस मक इन्टरभ्यूहरू त्यसकै अगाडि दिने हो होइन, आफूलाई हेर्ने हो, आफ्नो आई टु आई कन्ट्याक्ट स्पेसली मेन्टेन गर्नु होला। आई टु आई कन्ट्याक्ट मेन्टेन गरिसकेपछि तपाईँको के हुन्छ भन्दाखेरि तपाईँ कन्फिडेन्स फिल गर्नुहुन्छ क्या, आफूलाई हेर्नुहुन्छ नि, आफू कसरी बोलिराख्नुहुन्छ, द्याट विल रियली हेल्प यु टु बिल्ड यर कन्फिडेन्स एन्ड या गेट अ मिरर इन यर रुम है। सुरुमा चाहिँ एउटा मिरर चाहिँ राख्नु। अनि त्यसपछिको हाम्रो पोइन्ट हो गेट अ डायरी होइन, डायरी, गेट अ डायरी। अनि त्यसपछि स्टिकी नोट्सहरू पनि, स्टिकी नोट्स डायरी एकदमै मस्ट हो। त्यो स्टिकी नोट्स र डायरी के गर्ने हो भन्दाखेरि तपाईँको मिररमा टाल्नु वा तपाईँको टेबलमा टाल्नु, तपाईँको डोरमा टाल्नु, जे इम्पोर्टेन्ट पोइन्टहरू तपाईँले पाइराख्नुहुन्छ त्यसलाई लेख्नु, भोलिको लागि के टास्कहरू छ सबै त्यसमा लेख्नु र त्यसलाई टालिदिनु होइन। के कुराहरू तपाईँले पढ्नुपर्ने छ जो नबिर्सिने गरी होइन, त्यसलाई लेख्नु अनि टालिदिनु, तपाईँलाई याद हुन्छ कति दिन बाँकी छ त्यो लेख्नु, त्यो पनि टालिदिनु, जे इम्पोर्टेन्ट कुराहरू सबै लेख्नु होइन। म्यानिफेस्ट गरेर लेख्नु, मेरो भिजा लाग्छ भनेर लेखिदिनु, त्यसलाई टालिदिनु होइन या। अनि जे इम्पोर्टेन्ट स्टफहरू छ जुन तपाईँलाई 24/7 कामहरू लाग्छ त्यसलाई आफ्नो अगाडि राख्नु होइन, त्यसलाई लेख्नु राख्नु, त्यही हो स्टेप 3 भनेको यही हो। अनि अर्को अब स्टेप इज भेरी इम्पोर्टेन्ट है, यो स्टेप इज भेरी इम्पोर्टेन्ट होइन, अझै एकचोटि दिस इज भेरी इम्पोर्टेन्ट है। यसमा चाहिँ के भन्छ भन्दाखेरि डोन्ट टाइप। इफ तपाईँसँग पिसी छ होइन, तपाईँसँग पिसी छ भने म के भन्छु भन्दाखेरि डोन्ट टाइप, त्यहाँ बरु एउटा डायरी लिनु, कपी लिनु, पेन लिनु, त्यहाँ चाहिँ आफ्नो एन्सर बनाउनु क्या, त्यहाँ लेख्नु। पिसीमा एन्सर क्वेसनहरू बनाएर लेख्ने कामै छैन क्या, पिसीमा लेख्नुहुन्छ तपाईँलाई याद हुँदैन त्यो सबहरू, त्यो बिर्सिनुहुन्छ। अनि पेपरमा लेख्नुहुन्छ भने एउटा कुरा के हुन्छ भन्दाखेरि यहाँ तपाईँको सपोज मिस्टेक भयो, तपाईँ फेरि अर्को पेपरमा फेरि त्यो सब लेख्नुहुन्छ। अनि यो 2-3 चोटि लेख्दाखेरि के हुन्छ भन्दाखेरि तपाईँको माइन्डमा
बस्छ क्या यो सब कुराहरू। मैले कमसेकम वाइ युएसएको मात्र 5-6वटा एन्सर बनाएको थिएँ। वाइ दिस युनिभर्सिटी 10वटा एन्सर थियो मेरो। 10वटा यसरी थिएन क्या, त्यसलाई लेखेँ, त्यो मिलेन, त्यो अलिकति ठुलो भयो, त्यसलाई काटेँ, फेरि रिफाइन गरेँ, फेरि अर्को पेपरमा फेरि लेखेँ, फेरि काटेँ, फेरि लेखेँ, त्यसरी गर्दा गर्दै अनि मेरो एन्सरहरू त्यसरी भएको। सो लेख्दाखेरि के हुन्छ भन्दाखेरि हामीलाई अलिकति हाम्रो सबकन्सियस माइन्डमा अलिकति धेरै छिर्छ क्या। सो लेख्नु इज इम्पोर्टेन्ट रादर देन टाइप गर्नु है। मोबाइलमा पिसीमा नटाइप गर्नु, बरु लेख्नु। सो दिस इज अ भेरी इम्पोर्टेन्ट पोइन्ट। यो मिस्टेक चाहिँ नगर्नु होला होइन। अनि त्यसपछि लेट्स गो इन्टु पोइन्ट नम्बर 4 विच इज युज गुगल एन्ड च्याट जिपिटी। यस, युज गुगल एन्ड च्याट जिपिटी प्लस युट्युब पनि हेर्नु होला। अब म चाहिँ मेरो इन्टरभ्यूको बेला चाहिँ च्याट जिपिटी युज गरे हो, तर यो सब चाहिँ कपी नै गर्नलाई चाहिँ युज नगर्नु, बुझ्नलाई युज गर्नु, नट टु कपी है। सो दिस इज अ इम्पोर्टेन्ट पोइन्ट। मैले पनि युज गरे हो, मैले रिसर्च गर्नलाई गरे हो, मैले त्यहाँबाट बेस बनाउँथेँ मेरो, अनि त्यसलाई आफ्नो टच दिन्थेँ, अनि त्यसरी एन्सर लेख्थेँ, त्यहाँबाट रिसर्च गर्थेँ, अझै इन्ट्रेस्टिङ पोइन्ट हुन्थ्यो भने यसलाई काट्थेँ, अनि फेरि अर्को पेपरमा फेरि लेख्थेँ क्या म। सो दिस इज वाट यु गन डु है। सो यो पोइन्ट पनि भयो। युट्युब, अब वेयर टु युज युट्युब। युट्युब चाहिँ कतिखेर युज गर्ने भन्दाखेरि तपाईँले अब आफ्नो मेजर रिलेटेड रिसर्च गर्नलाई क्या, नर्सिङमा के हुँदैछ एराउन्ड द ग्लोब होइन, तपाईँलाई सिभिल इन्जिनियरिङमा के हुँदैछ एराउन्ड द ग्लोब, नेपालमा के ड्रब्याक्सहरू छ त्यसको, त्यो सब रिसर्च गरेर हेर्ने हो क्या, लेख्ने हो भन्दैछु। त्यो सब तपाईँले रिसर्च गर्ने हो युट्युबमा। युट्युबमा धेरै कुराहरू छ। युट्युबमा मैले धेरै कुरा थाहा पाएको हो। युट्युबबाटै मैले एमएलडिएल, मसिन लर्निङ, डिप लर्निङ, एआईको बारेमा युट्युबबाटै मैले हेरेँ हो। प्लस मैले एमआइटी प्रोफेसर रेजिना जसले ब्रेस्ट क्यान्सरहरूको बारेमा थाहा पाएको थिएँ, उसको बारेमा युट्युबमै थाहा पाएको हो। पोडकास्टहरू धेरै हेरेँ हो मैले। सुरुमा यो कुराहरू तपाईँलाई त्यस्तो ठुलो लाग्दैन, तर पछि हेर्दै जाँदाखेरि तपाईँले धेरै नै नलेज गेन गरिसक्नुहुन्छ। सो डु इट है। अनि त्यसपछि अर्को कुरा हो तपाईँको आफ्नो फ्यामिलीको फाइनेन्सियल कुराहरू थाहा पाउनु है। फाइनेन्सियलमा तपाईँलाई के भन्छ भन्दाखेरि बाबासँग एकचोटि बस्नु, अनि बाबासँग कुरा गर्नु कि हाम्रो बिजनेस के को बारेमा हो, बाबा तपाईँ के काम गर्नुहुन्छ, त्यो काम कसरी हुन्छ, तपाईँले कति पैसा कमाउनुहुन्छ, हाम्रो के एसेट्सहरू छ, त्यो बेच्दाखेरि कति आउँछ होइन। त्यो सब एक्चुअलमा तपाईँले यो सब किन थाहा पाउनुपर्छ भन्दाखेरि तपाईँले आफ्नो एन्सर बनाउँदाखेरि कुन हिसाबले बनाउने हो, कति पुर्याउने हो, कसरी पुर्याउने हो, त्यो सब तपाईँले थाहा पाउनुहुन्छ। सो तपाईँ आफ्नो ड्याडसँग बस्नु, एकचोटि कुरा गर्नु होइन, हि विल हेल्प यु फर स्योर है। त्यहाँबाट उहाँसँग कुरा गर्नु, अनि त्यसपछि आफ्नो एन्सरहरू त्यसरी बनाउनु। अब त्यसपछि लेट्स जम्प इन्टु वाट राइट यर स्टोरी है। यो स्टोरी भन्दाखेरि चाहिँ इफ यु हेभ एनी पर्सनल एक्सपिरियन्स, त्यो बारेमा चाहिँ आफ्नो एन्सरमा एड गर्दा हुन्छ। सो वाइ डिड यु चुज दिस मेजर भन्दाखेरि चाहिँ आई चुज दिस मेजर बिकज मेरो एन्सर चाहिँ के थियो भन्दाखेरि अफिसियल आई चुज दिस मेजर बिकज आई स माई ड्याड स्ट्रगलिङ अल एलोन टु म्यानेज आवर बिजनेस एन्ड आई स हिम प्याकिङ अर्डर्स अन्टिल 2 AM इन द मर्निङ एन्ड सिङ द्याट एज अ चाइल्ड रियली ब्रोक माई हार्ट, यसरी नै थियो। सो यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स थियो। मैले बाबालाई हेरेँ, त्यसरी काम गरेँ, हाम्रो बिजनेसमा स्ट्रगल गरेँ, त्यतिखेर कोही थिएन, बिस्तारै बिजनेस ग्रो भयो, सक्सेसफुल पनि भयो, राम्ररी काम गर्यो। तर त्यो इन्सिडेन्ट चाहिँ स्टिल पनि मेरो माइन्डमा थियो र त्यसले एउटा भनौँ न एउटा इन्सपिरेसन पनि दियो मलाई कि मलाई केही गर्नु छ होइन, मेरो फ्यामिलीको लागि, मेरो लागि केही गर्नु छ, यो एग्रिकल्चर सेक्टरमा मलाई केही गर्नु छ। सो आफ्नो केही पर्सनल एक्सपिरियन्स छ भने डु एड है, डु एड। यसले एउटा प्लस पोइन्ट दिन्छ कि तपाईँको आफ्नो केही पर्सनल एक्सपिरियन्स छ होइन, तपाईँको इन्टेन्ट छ होइन घर आउने होइन, तपाईँको इन्टेन्ट छ, तपाईँ फर्किनुहुन्छ भनेर। सो यो सबले देखाउँछ क्या, सो यो सबले देखाउँछ। सो तपाईँको कुनै पर्सनल एक्सपिरियन्स छ भने राइट इट अल डाउन, अनि त्यसपछि आफ्नो एन्सर बिल्ड गर्नमा त्यसलाई युज गर्नु क्या। कहाँ के यो एन्सर बिल्ड गर्ने बेलामा हेल्प गर्न सकिन्छ, वाइ दिस मेजरमा, वाट इज अ लङ टर्म गोलमा, यो सब एन्सरहरू एड गर्न सकिन्छ। सो एड इट है। पोइन्ट नम्बर 4 है, स्टेप 4 भनौँ। यसमा चाहिँ अब तपाईँले के गर्ने हो भन्दाखेरि तपाईँलाई सबैले भन्छ रिसर्च गर, तर के गर्ने हो त्यो कसैले पनि भन्दैन। त्यो रिसर्च गर मात्र भनेर हुँदैन, रिसर्च केमा गर्ने हो त्यो पनि म यो पोइन्टमा भन्न गइरहेको छु। सो हेर्नु है,
तपाईँको मेजर जे पनि हो है, मेन तपाईँको मेजर जे पनि हो त्यसको बारेमा रिसर्च गर्ने हो। तपाईँको मेजर यो यसको बारेमा रिसर्च गर्ने हो, बुझ्नुभयो? मेन तपाईँलाई मेजर, स्पोन्सर, मेजरमा तपाईँको लङ टर्म गोलहरूको एन्सर बन्छ, सर्ट टर्म गोलको एन्सर बन्छ। मेजरमा तपाईँले किन यो फिल्ड लिनुभयो, यसको नेपालमा के छ ड्रब्याक्सहरू, सबै यो मेजर हो क्या। र तपाईँ बाहिर गएर पढेर आउनुहुन्छ, नेपालमा के गर्नुहुन्छ, सो मेजरको बारेमा तपाईँले रिसर्च गर्नुभयो भने तपाईँको 90% एन्सर कभर हुन्छ क्या। यहाँबाट 90% एन्सर कभर हुन्छ यहीँबाट। सो डु रिसर्च एबाउट यर मेजर क्या। मैले यहाँ एकदमै मजाले तपाईँलाई भनिदिएँ तपाईँको बारेमा, तपाईँलाई रिसर्च के को बारेमा गर्नु छ। सो मेजरको बारेमा रिसर्च गर्ने हो तपाईँले। अनि त्यसपछि अब तपाईँको के छ भन्दाखेरि कस्तो क्वेसनहरू रिसर्च गर्ने। अब तपाईँको जस्ट मानौँ है, सपोज गरौँ तपाईँको एआई छ, वा साइबर सेक्युरिटी छ होइन, वा एकाउन्टिङ छ, जुनै पनि फिल्ड छ, नर्सिङ छ होइन, यसमा चाहिँ के रिसर्च गर्ने क्या, वाट इज एआई, वा वाट इज नर्सिङ, वा वाट इज साइबर सेक्युरिटी, यसको बारेमा अब यसरी हेर्नु। त्यसको भित्र के टर्म्सहरू पर्छ, जसरी कि एमएलडिएल भनेको के हो होइन, मसिन लर्निङ, डिप लर्निङ। अब यसरी नर्सिङमा पनि केही न केही टर्म्सहरू होला, फर स्योर साइबर सेक्युरिटीमा पनि कुनै टर्म्सहरू होला, तपाईँलाई एकाउन्टिङमा पनि कुनै टर्म्सहरू होला। जे पनि छ क्या, जुनै पनि ब्याकग्राउन्डबाट हुनुहुन्छ, अनि त्यसको बारेमा चाहिँ के छ भन्दाखेरि एमएलडिएल भनेको के हो, त्यसको भित्रको टर्म्सहरू क्या, मेन टर्म्सहरू। त्यहाँ तपाईँलाई भिजा अफिसरले सोध्न सक्छ कि मलाई एआईको बारेमा तँलाई कुन कुराले धेरै फेसिनेट गर्छ, वा कुनै एउटा कुरा भन् होइन, कुनै एउटा टर्म मलाई बुझाइदिए भनेर त्यहाँ सोध्न सक्छ क्या। इन्टरभ्यूमा तपाईँले भिजा अफिसरले सोध्न सक्छ। सो त्यसको बारेमा चाहिँ हेर्नु, एमएलडिएल भनेको के हो। अब जसरी कि तपाईँको जुनै पनि फिल्ड रिलेटेड छ त्यसको भित्रको टर्म्सहरू हेर्नु। अनि त्यसपछि अब त्यसको भित्रको पनि अब मेन कुराहरू, सिम्पल कुराहरू पनि हुन्छ। जसरी कि एआईमा तपाईँलाई अल्गोरिदमहरू युज हुन्छ, अल्गोरिदम भनेको के हो, कस्तो टाइपको अल्गोरिदमहरू हुन्छ, त्यसको बारेमा अलिअलि हेर्नु। यो सब बारेमा रिसर्च गर्ने क्या। रिसर्च खालि तपाईँको मेजरको बारेमा मात्र नगरेर मेजरको भित्र पनि के पर्छ त्यसको बारेमा पनि रिसर्च गर्नु पऱ्यो है। अनि त्यसपछि रियल वर्ल्ड एप्लिकेसनहरू के हो, नर्सिङमा अब कुन नर्सिङमा तपाईँले रियल वर्ल्ड एप्लिकेसन कहाँ के कसरी भइरहेको छ त्यसको बारेमा अलिअलि एक्सप्लेन गर्न सक्नु भने त्यो राम्रो हो होइन। सिभिल इन्जिनियरिङ हो भने सिभिलमा चाहिँ के हो, कसरी रियल वर्ल्ड एप्लिकेसन के हो, कुन इन्डस्ट्रीमा यो सब युजहरू हुन्छ होइन। अनि सिभिल इन्जिनियरिङ वा एआईमा भनौँ न, एआईको प्रोज एन्ड कन्स के हो, यसको बेनिफिट कसरी हुनसक्छ नेपालमा, यसको ड्रब्याक्स अहिले के हो, कुन इन्डस्ट्रीमा यो युज भइरहेको छ, तपाईँले कुन इन्डस्ट्रीलाई टार्गेट गर्दै हुनुहुन्छ, आर देयर एनी च्यालेन्जेस द्याट नेपाली मार्केट इज फेसिङ इन द्याट फिल्ड, हाउ क्यान यू सोल्भ दोज प्रब्लम्स आफ्टर गेनिङ नलेज फ्रम द युएस, वाइ डज नेपाल निड मोर स्किल प्रोफेसनल इन द्याट फिल्ड होइन। तपाईँको अब एआईमा किन चाहियो वा नर्सिङमा किन चाहियो त्यस्तो हाइली स्किल प्रोफेसनल, विल दिस फिल्ड बेनिफिट सोसाइटी इन द लङ टर्म, आर देयर एनी रिसेन्ट न्युज हेडलाइन्स अर केस स्टडिज रिलेटेड टु यर मेजर इन नेपाल। त तपाईँले यति यो क्वेसनहरू प्लस अझै क्वेसनहरू के छ, कसरी के सोध्न सक्छ, यो हो क्या तपाईँले रिसर्च गर्नुपर्ने। सबले रिसर्च गर भन्छ, रिसर्च के गर्ने हो, यो गर्ने हो एक्चुअलमा रिसर्च। तपाईँले यसको बारेमा रिसर्च गर्नु, यो पोइन्टहरू अझै एड गर्नु, तपाईँको मेजर रिलेटेड अझै के क्वेसनहरू सोध्न सक्छ। र पुरै तपाईँले रट्टान हान्नुपर्ने छ भन्ने छैन क्या। त्यहाँबाट कुनै पोइन्टहरू याद गर्नु, पोइन्टहरू लेख्नु होइन, 1 2 3 यो पोइन्टहरू भयो। अनि त्यसपछि त्यो पोइन्टहरूलाई रिभाइज गर्नु, एकचोटि सरर हेर्नु होइन, र बुझ्न खोज्नु क्या। रट्टान भन्दा पनि बुझ्न खोज्नु, ताकि तपाईँलाई लास्ट मोमेन्टमा पनि त्यहाँ ठ्याक्कै अब पोइन्टहरू एड गर्न सक्नुहुन्छ क्या। सो यो भयो तपाईँले रिसर्च के गर्ने हो। सो लेट्स जम्प इन्टु एनदर पोइन्ट है, के हो अब हेरौँ। पोइन्ट नम्बर तपाईँलाई 4 सँग नै कनेक्टेड छ। यसमा चाहिँ के छ भन्दाखेरि अलवेज एड डाटा। तपाईँको नम्बर्सहरू तपाईँसँग छ भने डु एड इट है। तपाईँले नम्बर्सहरूको बारेमा के रिसर्च गर्नुभएको छ, जसरी कि मैले चाहिँ मेरो एन्सरमा के हालेको थिएँ भन्दाखेरि लास्ट फिस्कल इयर 7223 पिपल कमिटेड सुसाइड, अनि त्यसमा चाहिँ ओभर 2800+ वेयर फार्मर्स। र म एग्रिकल्चर एआईलाई एग्रिकल्चरमा इन्क्लुड गर्न लागेको हो। सो मैले त्यो रिलेटेड चाहिँ एन्सर बनाएको थिएँ, र त्यसमा चाहिँ मैले यसरी इन्क्लुड गरेको थिएँ। र यसले चाहिँ एआई हामीले युज गऱ्यो भने हामीले यस्तो केसेसहरू एकदमै कम गर्न सक्छौँ होइन। एआईले यो फिल्डमा एकदमै हेल्प गर्न सक्छ होइन। हाई कस्ट, लो मार्जिन, यो सब प्रब्लमहरू फार्मर्सहरूले फेस गर्दैछ, अनप्रेडिक्टेबल वेदर, अनि धेरै ड्रब्याक्सहरू छ अहिले, र एआईले एकदमै मजाले ट्याकल गर्न सक्छ यो प्रब्लमहरूलाई भनेर मैले यसरी भनेको थिएँ। सो तपाईँहरूले चाहिँ अब यसरी नम्बरहरू छ भने इट्स रियली गुड है। नम्बरहरू छ भने डु इन्क्लुड नम्बर्स है।
नम्बर्स आर भेरी भेरी इम्पोर्टेन्ट। यो तपाईँको एन्सरलाई युनिक बनाउँछ क्या, एकदमै अरूभन्दा तपाईँको एन्सर एकदमै युनिक बनाउँछ। सो घिसापिटा एन्सर भएन पहिलो कुरा होइन, तपाईँको एन्सर युनिक देखियो, नम्बर्सहरूले तपाईँको रिसर्च गरेको देखायो, तपाईँले एकदमै इनडेप्थ रिसर्च गर्नुभएको छ। सो नम्बरहरू इन्क्लुड गर्नुभएको छ नि, इट्स रियली गुड है, एकदमै यसरी नै रिसर्च गर्नुहुन्छ भने तपाईँको कन्फिडेन्ट आफै पनि बुस्ट हुन्छ। हेर्नु, दिस इज अ कम्प्लिट सल्युसन टु बुस्ट यर कन्फिडेन्ट है, कसरी बुस्ट गर्ने, यो एकदमै पर्फेक्ट सल्युसन छ। सो लेट्स जम्प इन्टु पोइन्ट नम्बर 5, हाउ टु डु रिसर्च एन्ड वाट टु वाच अर रिड। सो यसमा चाहिँ के छ भन्दा युज गुगल, च्याट जिपिटी टु गेट यर बेस्ट नलेज एज अ मेन्सन्ड अर्लियर होइन, बट अगेन मेक द एन्सर अन यर ओन क्या, डोन्ट जस्ट कपी पेस्ट। अनि रिड आर्टिकल्स है, मैले अनलाइन खबर भनेर त कुन आर्टिकल्स छ त्यहाँ नेपालको बारेमा, एआई नेपालमा के कतिसम्म पुगेको छ अहिलेसम्म, अनि किन फार्मिङ इन्डस्ट्रीमा एआईको त्यस्तो युज भएको छैन, के प्रब्लम्सहरू छ जुन अहिले मार्केटले फेस गर्दैछ त्यसको बारेमा चाहिँ मैले न्युज आर्टिकल्सहरू पढेको थिएँ। युट्युबमा मैले एआईको बारेमा भिडियोहरू हेरेको थिएँ। यसरी नै फाइनेन्सिङको भिडियो, नर्सिङको भिडियो, सिभिलको भिडियोहरू धेरै नै छ युट्युबमा, सबै कुरा छ। सो हेर्नु त्यो है। अनि त्यसपछि रिड आर्टिकल्स फ्रम बोथ नेपाली एन्ड इन्टरनेसनल प्लेटफर्म्स है, जुन छ दुइटैमा हेर्नु। अनि इफ पोसिबल है, यो चाहिँ मैले गरेको थिएँ, मसँग ब्याचलर 3rd इयरको बुक अहिले पनि मैले एउटा किनेर राखेको छ, 3rd कि 4th इयरको थियो, अहिले पनि एउटा किनेर राखेको छ, त्यो आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा हो। र एउटा चाहिँ मैले मेरो साथीसँग मागेको थिएँ, त्यो पुरानो एडिसनको हुनुको कारणले मैले अर्को एउटा नयाँ किनेको थिएँ। सो एउटा तपाईँले के गर्न सक्नुहुन्छ, इफ तपाईँलाई अझै अलिकति एक्स्ट्रा नलेज गेन गर्नु छ भने गेट अ बुक फ्रम वान अफ यर फ्रेन्ड, किनभने उहाँहरू अहिले पक्कै पनि ब्याचलर 1st इयरमा हुनुहुन्छ होला। उहाँदेखि लाइब्रेरीबाट उहाँ कोही एकजनासँग भन्नु कि मलाई एउटा नर्सिङको एउटा बुक ल्याइदिएन, मलाई कुनै एउटा टपिक जुन तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ, साइकोलोजी अब जे पनि हो, जे रिलेटेड पनि छ एभाइलेबल, त्यो बारेमा एउटा बुक माग्नु उहाँसँग र उहाँलाई भन्नु कि मलाई एउटा बुक ल्याइदिए भनेर। अनि त्यो बारेमा त्यो बुक एकचोटि सर्फेसबाट मात्र क्या, इनडेप्थ नपढ्नु होइन, सर्फेसबाट पढ्नु, त्यसले आइडिया दिन्छ क्या त्यो बुकको बारेमा, त्यो फिल्डको बारेमा अलिअलि आइडिया दिन्छ। तपाईँको एन्सर यहाँबाट पनि युनिक हुनसक्छ। मैले एआईको बारेमा 25% जति यो बुकबाट पनि थाहा पाएको हो। सो डु द्याट है, त्यसले एकदमै हेल्प गर्न सक्छ। यता पनि हो, दिस काइन्ड अफ एन्सर विल हेल्प यु टु कभर योर 90% अफ द सिलेबस होइन, भिजाको क्वेसन्सहरू यसरी नै हेल्प गर्न सक्छ। सो यो पोइन्टहरू पनि हामीले डिस्कस गऱ्यौँ। अब लेट्स जम्प इन्टु पोइन्ट नम्बर 6। नम्बर 6मा के छ भन्दाखेरि हाउ टु बिल्ड एन्सर द्याट एक्चुली वर्क्स। सो देयर आर डिफ्रेन्ट वेज टु मेक युर एन्सर्स। तर तपाईँसँग अब सबै नलेजहरू छ होइन, तपाईँले त्यत्रो रिसर्च गर्नुभयो, त्यो सबै आफ्नो एन्सरहरू सबै बनाइसक्नुभयो होइन, सबै लेखेर राख्नुभएको छ। अब एन्सर चाहिँ अब बनाएर राखिसकेपछि अब त्यसलाई चाहिँ कसरी बिल्ड गर्ने क्या। सो सुरुमा चाहिँ के गर्ने भन्दाखेरि जुन तपाईँ युनिक एन्सरहरू छ त्यसलाई सधैँ अगाडि राख्नु। त्यो किन राख्नु भन्दैछु भन्दाखेरि किनभने तपाईँसँग धेरै टाइम हुँदैन त्यतिखेर, तपाईँसँग म्याक्स 2 देखि 3 मिनट हुने हो। त्यो 2 देखि 3 मिनटमा तपाईँले सबै एक्सप्लेन गर्न सक्नुहुन्न। सो अलवेज रिमेम्बर कि तपाईँ युनिक एन्सर के छ त्यसलाई अगाडि राख्ने हो, सधैँ अगाडि राख्ने हो। र जुन लाइक कमन पोइन्ट्सहरू छ होइन, जुन सबैले भन्छन् त्यसलाई इफ तपाईँले केही बिर्सिनुहुन्छ भने त्यसलाई ब्याकअप पोइन्टमा राख्नु क्या, र त्यतिखेर त्यो कमन पोइन्टहरू भनिदिनु। जसरी कि यो भयो, द क्लासरुम आर भेरी बिग अर द क्लासरुम साइज इज बिग, इट्स गुड युनिभर्सिटी, इट्स अ गुड युनिभर्सिटी। यो पोइन्टहरू चाहिँ राख्ने होइन क्या अगाडि, यो सब युनिक पोइन्ट होइन। यसले तपाईँको एन्सर राम्रो देखाउँदैन, यसले झन् तपाईँको चान्सेस एकदमै लो गरिदिन्छ। सो तपाईँको मेन पोइन्टहरू के हो त्यसलाई अगाडि राख्ने हो क्या, त्यसलाई सधैँ त्यसलाई अगाडि राख्ने हो। तपाईँले यति रिसर्च गर्नुभएको छ, त्यहाँबाट जुन पोइन्टहरू तपाईँले अहिलेसम्म लेख्नुभयो त्यो पोइन्टहरूको बेसिसमा तपाईँको अब एन्सर बनाउनु क्या, मेन पोइन्टहरू सधैँ अगाडि। किनभने यु नो द्याट यु हेभ 2 to 3 मिनट्स होइन, त्यतिखेर इन्टरभ्यूको बेला म्याक्स इज 2 to 3 मिनट्स। सो तपाईँले एन्सर चाहिँ त्यसरी बनाउने, आफ्नो इम्पोर्टेन्ट पोइन्ट मेन पोइन्ट सधैँ अगाडि राख्ने हो। अनि जुन कमन पोइन्ट्सहरू छ त्यसलाई पनि राख्ने, ब्याकअप पोइन्टमा पोइन्ट बनाएर त्यसलाई ब्याकअप पोइन्टमा राखिदिने। इनकेस तिमीले माथिको यो कुनै पनि पोइन्ट बिर्स्यो भने मुनिको पोइन्ट युज गरिदिने होइन, कभर गर्नलाई। त्यो फम्बल हुँदैन यतिखेर होइन, फम्बल भइँदैन, मजाले एकदमै फ्लोमा गएर बोलिन्छ। सो राख्ने तर पछाडि राखिदिने, अगाडि मेन एन्सरहरू भन्ने होइन, तपाईँको त्यति टाइम हुँदैन। सो सोचेर एन्सरहरू बनाउने, कुराहरू मेन्सन नगर्ने यसरी चाहिँ, तर मेन्सन गर्ने यो कुराहरू यसरी एन्सर बनाउने हो। युज योर रिसर्च टु सेयर थिङ्स लाइक दिस युनिभर्सिटिज AI रिसर्च ल्याब कोलाबरेट्स विथ टेक स्टार्टअप्स टु रियल टाइम AI सल्युसन्स विच टु क्रिएट रियल टाइम AI सल्युसन्स विच इज एक्ज्याक्टली वाट आई वान्ट टु बी अ पार्ट अफ।
यो भयो होइन। अनि तपाईँको युनिभर्सिटीकै एन्सर बनाइराख्नुहुन्छ, तपाईँको युनिभर्सिटी अब टेक्सासमा छ वा ओहायोमा छ भने के मेन्सन गर्न सक्नुहुन्छ भने अब ओहायो तपाईँलाई ओहायोमा आइबिएम रिसर्च ल्याब छ, ओहायो सुपर कम्प्युटर सेन्टर छ होइन, कोलम्बस वाज द फर्स्ट सिटी टु गेट ग्रान्ट फर स्मार्ट सिटी होइन। यसरी यसरी यो पोइन्टहरू पनि एउटा दुइटा एड गर्दा भयो। सिएसमा यसरी अगाडि छ, नर्सिङमा छ भने नर्सिङमा यो कुराहरू गराएको थियो, ओहायोको बारेमा हुन्छ नि, ओहायोमा नर्सिङको यो छ भनेर एउटा पोइन्ट ओहायोको बारेमा स्टेटको बारेमा नि हालिदिनु। स्टेटको बारेमा किन हाल्नु भन्दैछु भन्दाखेरि तपाईँले पछिबाट स्टेटको बारेमा केही क्वेसन सोध्दैन क्या, मलाई यो ओहायोको स्टेटको बारेमा भन् वा मलाई टेक्सास स्टेटको बारेमा भन् भनेर पछाडिबाट फेरि केही क्वेसन गर्दैन। तपाईँको एन्सर यहाँ युनिक पनि देखियो होइन, ओहायोको बारेमा तपाईँलाई अगाडिबाट नै भनिदिनु भयो। प्लस तपाईँको रिसर्च स्ट्रङ छ, तपाईँले युनिभर्सिटीको मात्र नभएर ओहायोको बारेमा रिसर्च गर्नुभएको रहेछ वा टेक्सासको बारेमा रिसर्च गर्नुभएको छ भनेर देखायो होइन। र तपाईँको पर्सनल रिजन पनि छ भने त पर्सनल रिजन एड गर्नु, जसरी कि यो कुरा चुज गर्नुको पछाडि मेरो पर्सनल इन्सपिरेसन वा रिजन यो कुनै ब्याकग्राउन्ड स्टोरी छ भने त्यो पनि एड गर्नु। सर्ट एन्ड स्विट अगाडि राख्नु, सर्ट एन्ड स्विट अगाडि राख्नु है। अनि ह्याभ अ ब्याकअप पोइन्ट रेडी, त्यो मैले अघि जसरी पनि भने जसरी यो तपाईँको ब्याकअप पोइन्टहरू भयो क्या, यो सब एकदमै सिम्पल जुन जुन पोइन्टहरू छ कमन पोइन्टहरू, यसलाई ब्याकअप पोइन्टमा राख्ने हो। अनि अघि मैले जसरी भने यु विल ओन्ली गेट 2 to 3 minutes टु लिभ अ स्ट्रङ इम्प्रेसन, सो मेक योर इन्ट्रो स्ट्रङ है। इन्ट्रोडक्सन एकदमै स्माइल गरेर होइन, क्लियरली एकदमै कन्फिडेन्ट वेमा बोल्नुहुन्छ भने देयर आर हाई चान्स तपाईँले भिजा पाउनुहुन्छ है। सो आफ्नो आफूलाई एकदमै मजाले प्रेजेन्ट गर्ने हो, एन्सरहरू यसरी नै बनाउने, यसरी बिल्ड गर्ने, जसरी मैले भने होइन। इम्पोर्टेन्ट जुन जुन युनिक पोइन्ट छ त्यसलाई सधैँ अगाडि राख्नु, ब्याकअप पोइन्ट पनि राख्नु, ताकि तपाईँले केही बिर्सिनुहुन्छ भने त्यसलाई ब्याकअपमा एड गर्दा भयो। मैले यसरी नै पोइन्टहरू बनाएको थिएँ। सो यो हो है पोइन्ट नम्बर 6 कभर्ड। पोइन्ट नम्बर 8 इज हाउ मच सुड यु स्टडी पर डे। तपाईँको अब जति पनि दिन बाँकी छ है, तपाईँको म चाहिँ यहाँ के भन्दैछु भन्दाखेरि म 30 डेजदेखि 15 डेजको डिफ्रेन्स मान्दैछु तपाईँको इन्टरभ्यूको लागि। सो त्यतिखेर चाहिँ तपाईँको के गर्ने हो भने 15 डेज 10 डेजै भनौँ, जति पनि दिन छ अनेस्टली एज मच एज यु क्यान, जति पढ्न सक्नुहुन्छ त्यति पढ्नु। म रातभरि पढ्थेँ होइन, आई युज टु स्टडी अल नाइट एन्ड स्लिप एट 7 AM or 6 AM इन द मर्निङ। र म पुरै डेस्परेट थिएँ क्या, किनभने मलाई त्यो भिजा चाहिएको थियो क्या। मेरो पहिल्यैदेखि इच्छा थियो म युएसमा पढ्छु भनेर। सो एभ्री आवर काउन्ट्स, एभ्री मिनट काउन्ट्स है। जति डिस्ट्र्याक्सन छ प्लिज है, प्लिज। को त्यही 20-25 दिन अगाडि थियो, अनि म यहाँ टेबलमा बसेर टाउको समातेर लाइक पुरै हुन्छ नि, अब के गर्नु, मैले अहिलेसम्म केही पढाइ नै छैन, युट्युबमा हेर्छु कोही पनि थिएन यसरी गाइड गरिदिने है, म सबै आफ्नैमा थिएँ। अनि त्यतिखेर चाहिँ रियलाइज भयो कि लाइक ओके म धेरै नै डिस्ट्र्याक्ट भएको थिएँ, मैले 2 महिना बर्बाद गरेँ। किनभने यो होइन, यो होइन, यो सब कुराले एकदमै क्या, इन्स्टा स्न्याप फेसबुक यो इट्स अल देयर है। तपाईँको भिजा लागिसकेपछि पनि यो सब चलाउन मिल्छ, यो सब चलाउन मिल्छ। टिकटकहरू को छ अब चलाउनुहुन्छ, यो सब तपाईँको भिजा लागेपछि चलाउन मिल्छ है। तर यो 20-25 दिन चाहिँ हार्डवर्क गरिदिनु क्या। यत्रो 1.5 लाख 1 लाख रुपियाँ लागेको छ है, यो एकचोटि सोच्नु हो, यो सानो एमाउन्ट होइन। 1.5 लाख रुपियाँ अहिले लागेको छ। सो प्लिज त्यो 1.5 लाख रुपियाँ त अहिले त निकाल्ने ट्राई गर्नु नै यार, भिजा लगाइदिनु त्यसपछि चलाउनु जति यो चलाउनु पर्ने छ। अहिले चाहिँ प्लिज डिस्ट्र्याक्सन जे छ सबै डिस्ट्र्याक्सन प्लिज एलिमिनेट गरिदिनु, यो सब तपाईँलाई अहिले केही काम लाग्दैन। सो प्लिज जति डिस्ट्र्याक्सन छ सबैलाई हटाइदिनु, आफ्नो पढाइमा मात्र फोकस गर्नु, द्याट इज द मोस्ट इम्पोर्टेन्ट थिङ। अहिले जे पनि गर्दै हुन्छ सबै हटाउनु। कोहीसँग बोल्नुहुन्छ केही गर्नुहुन्छ सबलाई भनिदिनु भाइ मलाई अहिले मेरो इन्टरभ्यूको प्रिपेयर गर्नु छ, आम लाइक कम्प्लिटली डाउन टु इट। र म अब 20-25 दिन 10 दिन म कोठा बाहिर कोही निस्किदिनँ, म पढ्छु, म आफ्नो एन्सरहरू युनिक बनाउँछु। हार्डवर्क गर्नु, लकले एकदमै फेभर गरिहाल्छ नि। हार्डवर्क गर्नु, हार्डवर्क नगरी लकको भरमा मात्र नबस्नु होइन। भिजा अफिसरहरूलाई मात्र दोष नदिनु, आफूले केही हार्डवर्क नगरिसकेपछि होइन। यत्रो पैसा लागेको छ त्यसको अब इम्पोर्टेन्स अहिले पनि थाहा पाउनु भएन भने त्यही हो, जतिखेर भिजा को त्यो येल्लो स्लिप हातमा आउँछ अनि त्यतिखेर फिल हुन्छ कि काश मैले पढिदिएको भाइ होइन। सो यो सब कुराहरू हो। अनि त्यसपछि यो पनि क्लियर गरिदिइहालौँ, मलाई पनि धेरै क्वेरीहरू टेलिग्राममा आएको थियो, वाट टु वेयर फर द इन्टरभ्यू है। मैले चाहिँ के भन्छु भन्दाखेरि फर्मल वेयर एकदमै
जे छ सुरुमै फर्मल वेयर कपालहरू पनि अलिकति प्लिज भन्छन् होइन फरक पर्दैन युएसको एजुकेसन सिस्टममा पनि कपाल सपाल त्यस्तो माइना गर्दैन तर आफूलाई स्मार्ट देखिनु छ नि त होइन आफूलाई प्रेजेन्टेबल देखिनु छ नबिर्सिनु यो तपाईँको इन्टरभ्यू हो तपाईँको इक्जाम होइन तपाईँको इन्टरभ्यू हो इन्टरभ्यूमा तपाईँ आतेपाते पारामा जानुहुन्न इन्टरभ्यू दिन त्यो जुनसुकै इन्टरभ्यू भए पनि सो आफ्नो लुगा एकदमै वाइजली चुज गर्नु म चाहिँ भन्छु फर्मल वेयर लगाउनु केटा होस् केटी होस् जोसुकै होस् वेयर फर्मल होइन ड्रेस सार्प यु विल फिल सार्प होइन अनि त्यो इन्स्ट्यान्ट बुस्ट अफ कन्फिडेन्स पनि पाइन्छ क्या अरूलाई हेर्नुहुन्छ नि अरू आतेपाते लुगामा आएको छ आफू पुरै कोट प्यान्ट टाई एकदमै मजाले लगाएर एकदमै सार्प लुकमा आउनुभएको छ सो द्याट विल बुस्ट यर कन्फिडेन्स क्या अरूभन्दा राम्रो देखिराख्नुहुन्छ होइन तपाईँको सबै मेन्टेन छ कपालहरूदेखि लिएर सबै र अर्को कुरा इफ त केटा हुनुहुन्छ कपाल काटिराख्नुहुन्छ भने इन्टरभ्यूको एक दिन अगाडि कपाल काट्छु वा मिस्टेक नगर्नु होला इन्टरभ्यूको 1 विक अगाडि गएर कपाल काट्नु होला होइन र इन्टरभ्यूको एक दिन अगाडि गएर बरु एकचोटि मिलाउनु होला दुईचोटि पैसा लाग्ला अलिअलि कमै लाग्ला जे हुन्छ होइन तर यसरी चाहिँ एक दिन अगाडि म कपाल काट्छु भनेर चाहिँ नजानुलाई 1 to 1.5 विक्स अगाडि गएर कपाल काट्नु किनभने इनकेस केही मिस्टेक भयो भने तपाईँ लास्टको एक दिनमा चाहिँ मिलाउन चाहिँ सक्नुहुन्छ अलिकति के धेरै नै काटिदियो वा अलिकति अब टाइम लाग्छ आउनलाई भने 1 to 1.5 विक्स अगाडि काट्नु सो द्याट इट क्यान कभर अप है सो यही हो अनि त्यसपछि पोइन्ट नम्बर 10 हाउ टु किप योर कन्फिडेन्स स्ट्रङ टिल द एन्ड अफ योर इन्टरभ्यू है सो यो पोइन्ट चाहिँ कभर गर्नलाई चाहिँ मैले के गरेको थिएँ त्यही पोइन्टहरू यहाँ लेखेको छ राइट बिफोर द इन्टरभ्यू डिस्ट्र्याक्ट योर माइन्ड लुक एराउन्ड द रुम अब्जर्भ पिपल यही हो तपाईँले जे गर्नुपर्ने यही गर्नुपर्ने हो म त्यही 8:30 तिर एराउन्ड उहाँ पुगेको थिएँ एम्बेसीको अगाडि क्याफेमा मस्तले बसेर कफी र ब्राउनी खाएको थिएँ त्यसपछि वरिपरि के छ आफ्नो डकुमेन्ट मिलाएको एकचोटि अनि वरिपरि के छ अब्जर्भ गर्दै बसेँ होइन भित्र लाइनमा उभिँदाखेरि म गाना गाउँदै थिएँ क्या मेरो जुन फेभरेटको जुनै पनि दिमागमा गाना आइरहेको थियो त्यतिखेर त्यही गाना गाइरहेको थिएँ त्यही बोलेको बोलेँ होइन त्यसपछि मेरो भिजा लाग्छ मैले त्यो प्रिपेयर गरेको छु मैले धेरै हार्डवर्क गरेको छ प्लस एउटा कुरा के थियो भन्दाखेरि जुन तपाईँ लाइनमा उभिनुहुन्छ नि यहाँ जुन तपाईँ लाइनमा उभिनुहुन्छ नि त्यहाँ यतातिर अरूको भिजा इन्टरभ्यू भइरहेको जुन तपाईँ सुन्नुहुन्छ नि तपाईँलाई अलिकति के हुन्छ नर्भस हुन्छ यहाँ एकजना रिजेक्ट भएर यहाँबाट निस्क्यो अर्कोजना रिजेक्ट भएर यहाँबाट निस्क्यो होइन 2 घन्टामा मेरो बेला खालि 2-3 जनाले मात्र भिजा पाएको थिएँ 2 देखि 3 जनाले मात्र भिजा पाएको थिएँ सो आफूलाई त्यो हेरेर चाहिँ आफूलाई डर चाहिँ नलागोस् भनेर पनि यो तपाईँलाई कन्फिडेन्स बुस्ट गर्नु नै पर्ने हुन्छ र त्यसको लागि चाहिँ यही हो यति भन्नु आफू मेरो इन्टरभ्यूको ठ्याक्कै अब जतिखेर अब मेरो टर्न थियो म त्यतिखेर चाहिँ म सक्छु म दिन्छु मैले यति प्रिपेयर गराएको छ मैले डराउनु पर्ने केही छैन तिनीहरू भिजा दिनलाई बस्या हो होइन सो म चाहिँ दिन्छु आफ्नो बेस्ट दिन्छु अर्को एउटा कुरा चाहिँ तपाईँले इन्टरभ्यू दिँदाखेरि पछाडि मान्छेहरूले सुनिरहेको हुन्छ तर त्यसको मतलबै नराख्नु क्या तपाईँले उहाँमध्ये कसैलाई चिन्नुहुन्न तपाईँको कोही आफन्त पर्दैन तिनीहरूसँग तपाईँलाई केही फरक पर्दैन आफ्नो इन्टरभ्यू एकदमै बेस्ट दिने हो अरू पछाडि को छ के छ कसले के सुन्दैछ फरकै नपरोस् क्या आफू एकदमै कन्फिडेन्टली क्लियरली प्रेजेन्टेबल वेमा बोल्ने कमान्डिङ भोइसमा बोल्ने बाँकी अरू कसैको मतलब नगर्ने सो दिस इज पोइन्ट नम्बर 10 है अनि हियर इज द लास्ट थिङ है सो इफ यु आर वाचिङ दिस एन्ड still feel overwhelmed don't worry you still have time follow this road map trust the process it worked for me and it will work for you है यो मेरो लागि काम गराएको छ यही रोड म्याप मैले आफ्नोमा इम्प्लिमेन्ट गरेको थिएँ मैले यो रोड म्याप आफूले फलोअप गराएको थिएँ र मैले भिजा ल्याउन सकेँ भने तपाईँहरूले पनि सक्नुहुन्छ It isn't about impressing someone, it's about showing them the real preparation, passionate version of you. तपाईँ कतिको पेसनेट हुनुहुन्छ त्यो भिजालाई लिएर युएस पढ्नेलाई लिएर त्यो आफूले प्रेजेन्ट गर्न सक्नुहुन्छ अनि सक्नु एकदमै राम्रो रिप्रेजेन्टेबल वेमा गर्नु नै पर्ने हुन्छ मेक योर प्यारेन्ट्स प्राउड मेक योर सेल्फ प्राउड एन्ड मोस्ट इम्पोर्टेन्टली मेक द्याट 2 मिनट कन्भर्सेसन लाइफ चेन्जिङ तपाईँको लाइफ चेन्ज हुन्छ धेरै त अब के भन्नु यति बुझाइदिएको छु मैले त्यो 2 मिनट बोल्दाखेरि तपाईँको पुरै खानदानैमा सबैजना एक त छक्क पर्छन् कि यसले गर्यो कसरी त्यत्रो भिजा रिजेक्ट हुँदैछ यसले गर्यो कसरी होइन
अहिले तपाईँलाई होइन अहिले गर्न सक्दैन होला होइन धेरैको रिजेक्ट हुँदैछ नगर बाबु यताउति भन्ला नि एकचोटि गरेर देखाइदिनु सबजनाले सोध्छन् कसरी गरिस् भनेर के थाहा म जस्तै एउटा युट्युब च्यानल खोलेर अरूलाई हेल्प गर्नुहुन्छ कि होइन so make that 2 minute worth it in a life changing host. And if you want to follow a video where I break down real sample answers, mock interviews, or the top 10 most common questions, comment below. I'll make it happen. You got all this, all the best. तपाईँको अब तपाईँलाई अब कुनै पनि अब क्वेरिजहरू छ कुनै पनि प्रब्लमहरू छ भने तपाईँ मलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्नु प्लस तपाईँहरूलाई भिडियो चाहिन्छ सबै त्यो 10 देखि 15वटा जुन कमन क्वेसनहरू हुन्छ त्यो इच एउटा भिडियोमा कन्सन्ट्रेट गरेर भिडियो चाहिन्छ भने डु कमेन्ट डाउन म सबै एउटा सेक्सन जुन मैले पनि मेरो एन्सर बनाएको थिएँ प्लस एन्सर कसरी के बनाउने पर क्वेसनको सबैको म बनाएर हालिदिन्छु अनि तपाईँले नेक्स्ट भिडियो चाहिँ कुन टपिकमा पनि हेर्न चाहनुहुन्छ अब त्यही मक इन्टरभ्यू वा कमन क्वेसनहरूको बारेमा हेर्न चाहनुहुन्छ भने त्यो पनि भनिदिनु कमेन्ट गर्नु म एकदमै मजाले यसरी नै एकदमै मजाले बुझाएर बनाइदिन्छु है सो यही सब हो बेस्ट अफ लक फर यर इन्टरभ्यू गाइज गेट द्याट ग्रिन स्लिप ओके थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब है तपाईँको अरू साथीहरूलाई पनि हेल्प होस् यो एउटा कम्प्लिट रोड म्याप थियो बेस्ट अफ लक फर यर इन्टरभ्यू गाइज Live your life, live your dream. It's the sound of soul in me, in me.